दुबई गएर आइसकेपछि म नेपाल आइसकेपछि म 5 वर्ष सेन्ट्रल जेल बसेँ। 5 वर्ष नभनौँ 3 वर्ष कति जति बसेँ। कति थियो मुद्दा त्यस्तै 4 वर्ष लगभग बसेँ। 4 वर्ष जेल बस्नुभएको? अनि त्यहाँ चाहिँ मैले अलिअलि पढ्न पाएँ, इतिहासहरू पढ्न पाएँ, स्कुल पनि जोइन गरेँ, यसो अलिअलि पढेँ। के मुद्दामा? त्यहाँ चोरी डाका लगाउनु भएको थियो। आज खोलिदिनु। चोरी डाका लगाउनु भएको थियो। कहाँ के घटना चाहिँ भन्नुहोस् त? बस पार्कको घटना हो। नयाँ बस पार्कको चक्रपथले चलाउनु भएको थियो। महाराजगञ्जले चक्रपथमा चोरी भएको थियो? थिएन, चोरी सोरी भएको केही पनि थिएन। बस पार्कको घटना हो। हामी 4-5 जना समातेका थियौँ। 4-5 जनामा मैले चिन्ने भनेको मेरो एउटा भाइ छ प्रकाश कार्की, अनि एउटा बहिनी छ। बहिनीलाई आएर सुन्ने देख्यो भने सरी ल, होइन? प्रियङ्का बहिनी। बस पार्कमा चोरीको घटना भएको थियो? ढाका चोरीको। ढाका पनि? धेरै मान्छे भएपछि मुद्दाको घर एकछिन हुन्छ नि, ढाका चोरी लाउँदो रहेछ। त्यस्तो भएको थियो। तपाईँ त्यहाँ संलग्न हुनुहुन्न थियो? अब जेल बसेर आइसक्यो, भोगिसक्यो, अब त्यो होइन। होइन त्यही पनि त। अब के थियो त घटना? जस्तो पसलमा चोरी भएको कि? त्यस्तो होइन, यस्तो रहेछ। उहाँ जो व्यक्ति पीडित भन्नुभयो उहाँको नाम पनि बिर्सिसकेँ मैले, होइन? अब उहाँ चाहिँ यति चाहिँ थाहा छ कि पोखराभन्दा उता पर्वत के जिल्ला छ त त्यताको हुनुहुँदो रहेछ। उहाँ पनि क्षेत्री बाहुन समुदायको हुनुहुन्थ्यो। घटना चाहिँ खास के भएको थियो भने म चाहिँ ठ्याक्कै दुबईबाट आएको 10-15 दिन भएको थियो। अनि म चाहिँ होटलमै बसिरहेको थिएँ, होइन? त्यहाँ होटलमा बसिरहेको थिएँ। यो प्रियङ्का बहिनी, म फेरि पहिला पनि त्यही बस पार्कमै हुर्केको भन्नाले मेरो त्यहाँ चिन्ने साथीहरू थियो। म विदेश जानुभन्दा पनि पहिला बस पार्कतिर घुम्थेँ। मलाई अहिले त्यहाँ मित्रनगर बस पार्कतिर सबले चिन्नुहुन्छ कि, होइन? अहिले पनि मेरो साथीहरू, दाजुहरू, आन्टीहरू, दिदीहरू हुनुहुन्थ्यो। हामी त्यतै बस्थ्यौँ। खासमा चाहिँ त्यहाँनिर भएको चाहिँ के रहेछ भने भर्खर कताबाट आउनुभएको रहेछ, परदेशी नै। उहाँ पनि विदेशतिरबाट आउनुभएको रहेछ। सायद उहाँ कतै त्यति बेला क्याबिनहरू छप जताततै थियो। क्याबिनतिर छिर्नु भयो या कता छिर्नु भयो या के भयो त्यो उहाँको कुरा हो। उहाँलाई थाहा होला, हामीलाई थाहा भएन। उहाँलाई चाहिँ अब उहाँ पुरै मात्नु भएको थियो कि, पुरै फिटै हुनुभएको थियो कि। बेलुका 8-9 बजेको कुरा हो, पुरै फिट भएर। अनि उहाँलाई चाहिँ अब त्यस्तो अवस्थामा उहाँ हुनुहुँदो रहेछ, रोडको छेउमा हिँडिराख्नु भएको रहेछ। अब 4-5 जना केटाहरूले चाहिँ उहाँलाई होइन पुरा लुट्ने सुट्ने प्लान बनाएको रहेछन् केटाहरूले। अनि त्यो बहिनीले फेरि त्यहीँ बस्ने भएपछि त्यो बहिनीले तिनीहरूलाई चिन्ने रहेछ क्या, त्यो केटाहरूलाई जुन उसलाई चाहिँ अब लुट्ने सुट्ने अब प्लान बनाए चिन्ने रहेछ कि। उनीहरूको नाम त मलाई थाहा छ, सँगै बस्यो अब मुद्दा लाग्यो अब, होइन? तर उनीहरू त छुटेर गए। जेलमा बस्यो भने हामी 3 जना मात्र थियो जो निर्दोष थियो। अनि उनीहरू चाहिँ लुट्ने प्लान बनाएको रहेछ। अनि त्यो बहिनीले चाहिँ भने दादा हेर्नु यो मान्छेलाई लुट्ने प्लान गर्दैछ, यो भर्खर विदेशबाट आएको होला, कहाँ खाएर आयो, रक्सीले फिट भएको छ भनेर त्यो बहिनीले मलाई भन्यो। म पनि ठ्याक्कै आइपुगेको थिएँ। मैले चाहिँ भने म नि भर्खरबाट बाहिरबाट आएको। अब बाहिरबाट आएको मान्छेलाई बाहिरबाट आएको मान्छेको पीडा थाहा हुन्छ नि त। अनि मैले चाहिँ भने ओ त्यहाँनिर होइन सब केटाहरूलाई सम्झाएँ। मभन्दा त भाइहरू थियो कि के हो तिमीहरूको पारा, एउटा मान्छेलाई यस्तो उस्तो भनेर मैले थर्काएँ। ती भाइहरूलाई भगाएँ कि त्यहाँबाट मैले त्यो भाइहरूलाई भगाएँ। त्यो भाइहरू भाग्नै मानेन। अब उनीहरू त मलाई त चिनेको छैन। अब त्यहीँको उनीहरू म त भर्खर आएको थिएँ बाहिर गएर। अनि उनीहरूले छोड्न भने त्यो मान्छेलाई मैले भनेँ होइन तपाईँ यसरी मातेर केटाहरूले लुट्न लाग्छ यसरी नहिँड्नु भने त्यो मान्छे नि मातेर केही सुन्ने हालतमा थिएन। झन् अँध्यारोतिर गइरहेको थियो। अनि त्यहाँ केटाहरूले पाकपाक र पुपुक कुटे त्यसलाई लडायो। अब के खोजेन होइन, केटाहरूले त कुट्यो। म गएँ, मैले उठाएँ, केटाहरू भागेँ, मैले उठाएँ। अघि नै भनेको थिएँ रक्सी खाएर त्यो अँध्यारो गल्ली नचाहिने ठाउँमा नहिँड्नु भनेर होइन, मैले जबरजस्ती उठाएर ल्याएँ। पुलिस पनि पेट्रोलिङ गस्तीमा आइरहेको थियो, पुलिस।
अनि पुलिसले भने के भयो, त्यो बहिनी पनि थियो म पनि थिएँ। अनि पुलिसले भने के भयो, मैले भने यो मान्छे यस्तो रहेछ, मातेर आएको रहेछ, भर्खर बाहिरबाट आएको, यो कहाँ खायो, कसले यसलाई के गर्यो, लुट्यो कि पैसा थियो थिएन थाहा छैन होइन। अब यहाँ केटाहरूले कुटेर गए, यो मान्छेलाई के गर्नुपर्छ, ठाउँसम्म पुर्याइदिनु भनेर मैले पुलिसलाई जिम्मा लगाएँ। पुलिसले के भन्नुभयो भने होइन त आफै पुर्याइदे भन्नुभयो क्या पुलिसले, गस्तीमा आउने टोलीले। अनि मैले भने कहाँ बस्छस् थाहै छैन भने त्यो मान्छेलाई सोध्नुभयो, कहाँ बस्छस् त, म दाउन्ने देवी भने, आज पनि त्यो दाउन्ने देवी होटल त्यहीँ छ कि, दाउन्ने देवीमा बस्छु भने। त्यो दाउन्ने देवी चाहिँ मैले चिनेको थिएँ कि त्यो होटल चाहिँ, पहिला म आएर त्यहाँ बसेको थिएँ क्या, त्यो मैले देखेको छु, चिनेको छु त्यो होटल भने। ल तैँले पुर्याइदिए, हामी त गस्तीमा हिँडेको, तैँले पुर्याइदिए, केही हुन्न भनेर पुलिसहरूले मेरो जिम्मा लगाइदिनु भयो क्या त्यो मान्छेलाई। म गएँ दाउन्ने देवी गेस्ट हाउसमा पुर्याएँ। त्यो मान्छेले मलाई धन्यवाद दाइ सर भनेर, अब बियर खानुहुन्छ कि के खानुहुन्छ, अब होटलमा उसको लगिदिएपछि उसको साउ भनेर आयो, होटल लगिदियो। मैले भने मलाई केही परेन, तपाईँ रेस्ट गर्नु भनेको। मेरो पर्स थियो होइन, आइडी कार्डहरू थियो, त्यो मेरो हराएछ भन्नुभयो क्या उहाँले। अनि मैले भने अब केटाहरू तपाईँ कहाँ कहाँ छिर्नुभयो, कहाँ कहाँ त्यत्रो खानुभयो होइन, अब कहाँ कहाँ लुट्यो, कहाँ कहाँ खोस्यो त्यो त थाहा भएन होइन। म त ठ्याक्क अन द स्पोट त्यहाँ तपाईँलाई त्यो गर्न लाग्दा पुग्दा अब तिनीहरू भाग्दा उसलाई पुग्दा के गर्दा अब तिनीहरूले लग्यो होला सायद होइन, त्यो मलाई थाहा भयो। अनि मैले भने अब त्यो तपाईँको छ भने त अब तिनीहरूले लगे, म तिनीहरूलाई, मैले त चिन्दैन थिएँ होइन, म तिनीहरूलाई भोलि खोज्ने प्रोसेस गर्छु होइन, पुलिसले पठाएको छ, भोलि गएर पुलिसमा कम्प्लेन गर्नु होला होइन, तिनीहरूलाई त भेटिन्छ, मैले त्यो भने। अनि उसले के भन्यो भने हुन्छ तपाईँ जानु, उहाँले त खास मलाई त्यहीँ बस्नु भनिरहेको थियो कि, यही बसौँ दाजुभाइ सुतौँ, यहाँ रुम छँदैछ मेरो, मैले तिर्ने हो पे गर्ने हो होइन। मैले भने ठिक छ, मेरो त्यो बहिनी पनि गएको थियो कि पुर्याउनु। अनि बहिनी र म त्यहाँबाट पुर्याएर हामी निक्लिएर गयौँ। अनि त्यसले मेरो पर्स सर्सको कुरा, कार्डको कुरा गरेको थियो कि, अनि हामी उसको पर्स चाहिँ अब उसलाई त्यहाँ लगेर जहाँ अघि लछार पछार भएको थियो त्यो ठाउँमा गयौँ कि, सायद अब त्यतै कतै होला नि त खस्यो कि भनेर त्यो मनसायले गयौँ, हेऱ्यौँ होइन, त्यहाँनिर गएर हेऱ्यौँ। अनि उतापट्टि पर्स चाहिँ पुरा चेक गरेर फालेर राखेको रहेछ कि होइन। अनि त्यो पर्स चाहिँ हामीले टिप्यौँ। अनि भोलिपल्ट त्यही पर्स पुर्याउन जाँदा चाहिँ उहाँको आइडेन्टिटीहरू थियो त्यहाँ, उहाँको ड्राइभिङ लाइसेन्स थियो बाहिरको होइन, पुर्याउन जाँदा चाहिँ हामीलाई उल्टै कसरी आइदियो तिमीहरू सब तिमीहरू मिलेर गरेको भनेर। अनि भोलिपल्ट पुर्याउन जाने बेलामा चाहिँ एउटा भाइ थियो बिचरा, अहिले पनि यतै छ, प्रकाश कार्की भन्ने भाइ, त्यो बेलुका छँदा पनि थिएन। त्यो भाइ मसँग गएको थियो बिचरा बिहान पुर्याउन जाने बेलामा, त्यो भाइलाई सुध लगेर म बराबर मुद्दा हानेर राखेँ। मैले कति न्याय दिस्काएँ भने बिचरा यो भाइलाई त केही छेउटुप्पै थाहा छैन, बरु म त बेलुका त्यहाँनिर त्यति हुँदासम्म थिएँ, यो त हिजो त्यहाँ छँदा नि थिएन, त्योभन्दा पनि छोडेन त्यो भाइले। हामी तिनजना चाहिँ, त्यो बहिनीको नि कोही रहन्छ, त्यो भाइको नि आमा बाउ कोही थिएन, सडकमै हुर्क्या हो साथमा बसेर, म पनि पहिला संस्थै बसेर हुर्क्या हो। भनेको जो वास्तविक थियो तिनले चाहिँ सजाय पाएन, उनीहरू धरौटी तिरे गए। तपाईँहरूको पनि त धरौटी खोलेको थियो होला? अनि गरेको हाम्रो त्यो तिर्ने मान्छे चाहिँ को थियो त, कोही पनि थिएन। कति खोलेको थियो? धेरै पनि थिएन। कति? अब एक्ज्याक्ट अहिले चाहिँ 42,000 कि त्यस्तै कति थियो, मलाई पनि बिर्सिसकेँ अहिले त। कति सालको कुरा? 68। 42,000 तिर्दाखेरि 4 वर्ष जेल बस्नु पर्दैन थियो? पर्दैन थियो, तर बस्नुभयो। बस्नु निर्दोषै हो तपाईँहरू? त्यो बहिनी म र त्यो प्रकाश भाइ त क्लियरली निर्दोष हो होइन। अब हामीले अब उसलाई होटलसम्म पुर्यायौँ त्यो बहिनी र मैले होइन, त्यहाँ कुट्नेहरू पनि त्यो राम गुरुङ भन्ने थियो, त्यहाँ अर्को एक शेर्पा थियो होइन, उनीहरू पनि 2जना चाहिँ समातेका थियो कि होइन। उनीहरूको त अब धन्दै त्यही रहेछ, पैसा पनि रहेछ ब्यागमा, फ्याटतिर चलिदिइहाल्यो, हाम्रो कोही थिएन त्यहाँसम्म चाहिँ। अब म भन्छु हाम्रो नि अब त्यहाँ अब त्यो जानु नै हाम्रो गल्ती हो, निर्दोष होइन हामी, त्यो कुरामा जानै नहुने रहेछ। मेन कुरा त हामी जुन दया देखायौँ, जुन मान्छे हो भन्ने भावना त्यो देखाउन नहुने रहेछ यो समाजमा।